हाम्रो चाहिँ यहाँनिर तिम्माले घर लिप्दै हुनुहुन्छ। यहाँ कोदो कुट्नु पर्ने। बाबा बिजनेसम्यानहरूको के गर्नु र यस्तै छ, खाली हुँदैन कल। बाबा साने अब सरुवा हुनु पर्यो, एउटै ठाउँमा नटिकिने रहेछ। हजुर के थाहा म कहाँ हिँड्छु के गर्छु सबै भन्नुपर्छ। लुगा लगाइदिनु। अब हामी जान्छौँ घुम्नलाई। छोरा अब घुम्नु जाऊँ ल। यतिकै लुगा त कहाँ लानु त, लुगा लगाइदिनु न। छोरा लु जाने अनि। लुपक दाई आज्यू आज्यू चला आज्यू चला आज्यू चला आज्यू। उयो तल कसको माइलीहरूको कसो अरे हामी घुमेर आएको। नाना अब यहाँनिर हाम्रो डन छ, हामी घुमेर आएको नै छोरा। कामबाट उब्रेको हामी दुईजना हो होइन। आज त निकै साह्रो पर्यो है छोरा। साह्रै मजाले नि बस्नु नि, साह्रै मजाले बसेछ हौ कुर्सीमै बसे पारा नि यस्तो मजाले हो कुर्सीमा बसे। खानु खानु घुमेर आएको हो। नाना चाहिँ कस्तो झन् मेरो पनि निकाले त्यो मेरो भिडियो झन् कस्तो झन् मेरो पनि निकाले त्यो मेरो भिडियो झन् मेरो गरेर छैन। अयो हामी घुमेर आएको हो नि त। यहाँ एउटा डन बसिरहेछ है। डनलाई निन्द्रा लागिरहेछ। अब सुत्छ। डनलाई निन्द्रा लागिरहेछ। डनलाई निन्द्रा लागेछ न हो हो। यस्तो मजाले बसिरहेछ हाम्रो पुन्टिलो राम। अब सुत्छ जस्तै छ सानो। अब गल्यो नि त, धेरै हो नि त हामी घुमेको त। उ तल घरबाट आएको हामी घुमेर मस्त पाराले है बसेछ घुमेछ होइन। हामी घुमेर आएको हो नि त। के दुईजना होइन। यसको अनुहार हेरौँ न यहाँ। हामी फर्केको निन्द्रा लागेछ बेबीलाई। यता हेर हामी गाउँ गएर आएको नि घुमेर होइन। अब हामी हिँड्यौँ घरतिर लाग्यौँ घुमेर आएको। लुगा त सुर्केर माथि माथि पुगेछ त। यहाँ हेर न यता हेर्देऊ न हामी घुमेर आएको नि। हामी तलबाट आएको भन्नु न छोरा। हामी तलबाट आएको घुमेर हामी घर हिँडेको। अब हामीलाई निन्द्रा लाग्यो, हामीलाई रिस उठ्न थाल्यो। खै त भने रिस उठ्न थाल्यो हामीलाई हो कि नै हो कि नै। कोदो कुट्नका लागि लिप्नु भएको। यहाँ हाम्रो ढिँडो पाक्दैछ है। फेरि यो करे जुठो नभन्नु, हामीले तरकारी पकाएको थियौँ अनि खलाएर बसाएको नि फेरि हामी फेरि सफा पारेर खान्छौँ। हाम्रा आमाले अब बनाउनु लाग्नु भएको छ। ढिँडो रेडी भयो है हाम्रो। हेर्नुहोस् हाम्रो यहाँ ढिँडो पाक्दैछ है। यत्रो खाइसकिन्छ त। दाइले खान्छ नि त। बाँकी रह्यो भने म बेलुकै खान्छु या त।
पाक्यो पाक्यो हाम्रो ढिँडो पाक्यो खानालाई हेर्न लाग्यो भाडा पराउँछ हाम्रो दुईजनाले खाने है यो फेरि लोकल कुखुराको मासुसँग अहिले त हामी दुईजना मात्रै छौँ खाने बेला चाहिँ कतिजना हुन्छ आएको पनि भयो आएको फुलमा त मलाई है फेरि ए पऱ्यो भाटाहरू भन्दा मात्रै बसेको क्या अब यहाँ ढिँडो पाक्दैछ है यसरी मस्काउने हो ढिँडो भनेको सबैले सिक्नुहोस् है हजुरहरू सबैले सिक्नुहोस् है हजुरहरू साथीहरू सबैले सिक्नुहोस् झट्टै लोकल कुखुरा बनाउने ढिँडो पाक्ने पिरो पिरो हाल्ने अनि चोप्दै खाने कप्ल 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 यसरी बनाउनुपर्छ यसरी खानुपर्छ बनाएर हाम्रो ढिँडो रेडी भयो है लोकल कुखुराको मासु देखाउनु त मासु मासु पनि फेरि बारी हाम्रो यहाँ जमिन मुनि फरेको मासु हेर्नुहोस् है बाहिर बसेर खाइन्छ खोर्सानी कुखुराको सुप हो यो यो चाहिँ हाम्रो जमिन मुनि फलेको लोकल कुखुरा है फेरि अब चाहिँ खाम हेर्नुहोस् गाइस यसरी खाने हो चट्टा लाएर अनि चिङ्रिङ्गै मोटाउने हो खानु हुँदैन एकदम ढिडी खानुपर्छ यसरी मिठो छ छैन लु चाली हेर्नु त मिठो 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 धेरै धेरै मिठो होइन अब चाहिँ हाम्रो ढिँडो खामै मजा आधी पारिसक्यो म छु नि त सुरु धेरै धेरै मिठो तरकारीमै पिरो रहेछ त पिरो हुन्छ नि मकैकै कोदोकै मिठो है कोदोकै मिठो हेर्नु मिठो एउटा मैला मसु मस्ताङ क्या मिठो